just another day with me. हेलो वेलकम टु माई मिनी ब्लग। अनि आज चाहिँ हामीसँग यहाँ आयो दिदी र म चाहिँ एडी ब्युटी पार्लर। यो कहाँ छ बिग बजारको उसमा छ हेर्नु छ लोकेसन। अनि यहाँ चाहिँ हामी दिदी र म दिदीको चाहिँ हेयर बोटक्स र कलर अनि म मेरो भने है चेन्ज गर्न आएको कलर गर्न आएको दिदी र म चाहिँ। अब गर्मी छ अब हामीमा जान्छौँ। यो चाहिँ हाम्रो आफ्नै मान्छे दिदीकै हो र हिँड्नु जाऊँ भित्र। हाम्रो अघि ल कलर नै राम्रो त राम्रै थियो बट अब यो 6-7 महिना भइसक्यो न। सो दिदीले र मैले सँगै गरेको थियौँ। अब ट्राई अब नेक्स्ट कलर अनि कलर छ है ए होइन यो अर्को हो अर्को कलरको हो दिदी। यो गर्ने कि त्यो अर्को गर्ने क्यारामेल गर्ने कि डार्क ब्राउन गर्ने यो के हो त्यो डार्क ब्राउन त्यो लाइनको चाहिँ कलर जान्छ कि फेरि तपाईँलाई चाहिँ यो आँखा गएको थियो होइन कपालमा त्यो त फरक पर्छ र ब्लिच गर्नुपर्छ कपाल गर्दा यो कपाल गर्दा यो चाहिँ तिमीले भने जस्तै नौगा नि हल्का रेड जान्छ कि यसमा त सुरुतै हो कि 10 दिन नै टिक्दैन फेरि कपडाहरूमा पनि के गर्ने भन्नु। के गर्दा नि त्यही डार्कै गरौँ कि डार्क ब्राउन है त्यही क्यारामेलमै गर्नु दिदी। ए होइन क्यारामेलमा एल्लो चाहिँ आउँदैन आओस् कि अलरेडी एल्लै छ कपाल अनि त्यही भएर ल हामीले चाहिँ कलर पुरै नेचुरल हेयर कलर गर्न लागेको। फेन बन्द गरिदियो भने पनि छिट्ने ठाउँ हुन्छ हाँगा ट्रिम गर्नु त होला नि कि भिकट काट्ने हो दिदी। भिकट काट्दिनु मेरो पनि भिकटै काट्छु हुन्छ तर भिकट त लास्ट तपाईँको मैले स्टेप कट काट्न भन्थेँ केस र सानो छ नि त हजुरको अनि त्यो केस र सानो भन्दा स्टेप कट काट्यो भने चाहिँ यत्रो नि हुन्न। म चाहिँ स्टेप काट्ने कि ऊ काट्ने हो दिदीको ड्यामेज हेयर यति गयो मेरो पनि जान्छ होला नि दिदी। यस्तैसँग जाने तिम्रो चाहिँ दिदीको धेरै रहेछ तर क्या फ्रेस देखिन्छ नि त्यो हेयर यस्तो ट्रिम गरेपछि चाहिँ कस्तो राम्रो देख्यो दिदी है अघि कस्तो देखेको थियो नि चिप्लो भइसक्यो कपाललाई साइनिङ छोटो भएछ कपाल त छोटो भयो नि राम्रो देखिन्छ नि त बढ्ने कपाल केही पनि भएन बढिहाल्छ नि भन्ने होइन अघि तिमी मेरो त राम्रो होइन तिम्रो चलक्क आउँछ मेरो न अब जान्छ सर्लको जोहारी आयो यसरी जान्छ नानी सबै कुरामा राम्रो है मान्छे हाइट जिउ कपाल फिगर मेन फिगर मलाई लास्टै मनपर्छ नानी मन पराउने न मन पराउँदैन बनाइहाल्छ नि भाग्यमानी हुन्छ हाम्रो नानीलाई पाउने केटा पनि एकदम तर यो दिदीको कट पनि राम्रो छ नि कपालको चाहिँ है मेरो किन हाँस्नु होइन कि त्यो कट के कटले चाहिँ लुक्स राम्रो देखिएको हो कि स्वाहा भने आज कटै हेर्दा नि कस्तो चाहिँ अलिक फ्यान्सी देखिएको हो कि नत्र त नछोड्नु नबान्नुको थियो कि मेरो त है मलाई चाहिँ सुहायो म चाहिँ भिकट काटौँ कि नकाटौँ भयो
लेयर गर्न धेरै कपाल जान्छ कि फेरि त्यस्तो दिदीहरूले जान्दैन लङ लेयरमा नि हो लङमै लेयर कट गरिदिनु है त मेरो कपाल त टुप्पो काटेर त्यो फिल हुन्न कि लामो छ पयालो जति त गयो है नानीको त ल अब चाहिँ मेरो पालो हाम्रो दिदीलाई एकदम टेन्सन भयो कपाल धेरै गयो भनेर यहाँ नानीको चाहिँ मोटो मोटो छ के मेरो चाहिँ यो केसा नै बाक्लै छ भनौँ बाक्लो नि छ यो कानमा चाहिँ अलिक केयर गरिदिनु है दिदी यो लगायो भने लास्ट दुख्छ यो इयरिङ्स लगाएको 5-6 महिना भइसक्यो डक्टरले भन्नुभएको केमिकलले होइन अरे के मैले भने चाहिँ मेरो कपाल झरेको कलरले भने स्ट्रेस दिनु भयो टेन्सन अनि यो थाइरोइड भयो नि त तर हो मान्छेहरू धेरै त्यो महँगो कुनै बेला होइन त्यो धेरै स्ट्रेस धेरै कुराहरूले कि त्यो अब भित्रभित्रै केही कुराले खायो भने त्यो हुँदैन रहेछ कि जति नै बाहिरी रूपमा उ भयो नि त भित्रैबाट मन खुसी नभएपछि स्किनको सङ्गत होइन के हुन्छ मेरो सिउ त सिधै छैन दिदी केही नै हुन्न होला र अगाडि सिधै छड्के बनाएर राखेँ त्यही नै हामीले छड्के नै गरिन्छ सिधै सिधै हुन हामीले यो चाहिँ मेरो अहिलेको इयर होइन अब विदिन 10 मिनट के हुने थाहा छैन कस्तो हुन्छ मेरो पनि जान्छ होला पहेँलो त पुरै पाठ हाम्रो दिदीको कपाल धेरै गयो भन्दै तर राम्रो देखियो दिदी यता हेर्नु त राम्रो छ मजाले भी बनाइदिउँ छोटो हुन्छ नि त लेन्थ नघटाइदिउँ यसरी भी देखाइदिउँ चोच्चो भयो अब पहिले मेरो भिडियो कस्तो भन्नाले तपाईँलाई कस्तो चाहिएको स्ट्रेट चाहियो स्ट्रेट देखेन देखियो होइन देखि होइन अगाडिबाट तपाईँले कसरी देख्नुभयो स्ट्रेट त्यही त झन् छोटो हुन्छ दिदी कहाँ यो चाहिँ छोटो भइसक्यो कहाँ अनि त्यस्तो छोटो देखियो होइन तर सोल्डर पहिला झन् कस्तो पो थियो एक तल बिरामी हुँदाखेरि त आमा तपाईँको जस्तै भएको थियो कि दिदी कपाल हजुर सब झरेर अझ यस्तो गरिदिएको त आमा यति भइराखे मान्छे देख्नु यति बैराग लाग्छ कि त्यो फोटोहरू गरिदिनु देखेको तपाईँले घरको काट्ने त अहिले त्यो बोटा सरी कपाल तानिदिन्छ नि त थोरै हो तर नानी तेरो त सफ्ट हेयर बनाएको नि एकचोटि भने त मैले त्यति बेला एकदम राम्रो लाग्थ्यो तँलाई नै हल्का सानो देखाउँछ फेरि मनपर्दो रहेछ दिदीले लगाएको भएर पहिला त लगाएको थिएन मेरो एउटा मात्र थियो दिदीले लगाएको देखेर यता पनि चार त्यसलाई चाहिँ मुन्नु सुहाएन तर सुहाएन धेरै भयो जस्तो यो टपले झन् ठुलो देखाएको है त्यो टपले गर्दाखेरि मैले पनि लाएको त हेर्नु न कस्तो भयो देखिया कलेज पढ्ने देखिया अब कलेज जान्छु म अब मास्टर्स जोइन भएको लाग्छ ब्याक टु हुन्छ दिदीलाई त्यो त त्यति त खाना त्यति जाब त कस्तो लामो भन्यो र माइ मेरो हेर्न आधा कपाल गयो मैले भन्दैछु नि अझै घटा घटाउनु भयो स्टेप कट लेयर कट होइन मेरो लेयर हो कि स्टेप हो एउटै लेयर स्टेप भनेको क्लियर त्यही हो बल्ल डिफ्रेन्ट लुक्स देख्न पाइने भयो म इजिप्ट हुँदाखेरि मलाई त्यो एउटा दिदीले काटिदिनु भएको थियो कि त्यो दिदीको नाम फेरि आयो सन्जिता न त तेरो त सधैँ यही त भइरहने 1 वर्ष भयो नेपाल आएर कतै बसेको छैन है नानी कतै छैन हल्का डिफ्रेन्ट लुक्स देखिन्छ हल्का चबी चबी सबै काला त होइन अलिक मसिनो देखिन्छ यहाँनिर देखिरहेको हो नि त अब त्यसले चाहिँ झन् हल्का त्यो बक्क टाइपको देखाउनु उस हुन्छ नि बाउन्सी भएपछि तर त अहिले अस्ति पहिला भन्दा त मोटाएको नि दिदी है म कलर गर्न बाउन्सी हुन्छ अब एउटा रूप लिएर आइथ्यो तिमी अब अर्को रूप लिएर जाऊ तिम्रो बिदाई गर्ने हो यस्तो पार्दाखेरि मेरो कपाल चाहिँ यत्रो धेरै फ्यालेँ मैले चाहिँ लुक्स चेन्ज गर्ने चक्करमा होइन यस्तो मजाको कपाल भाइ वाट इज दिस दिदीले बर्बाद पारिदिनु भयो मेरो कपाल
अहिले हेर के हो मिराहरू ल म होइन म देखाएँ है मेरो कपाल चाहिँ कस्तो भयो दामी हो त अहिले मान्छेलाई कपाल फालेर नि नराम्रो देखेर पो टेन्सन बिग्रियो मैले लास्टमा कलर गरेर सेटिङ गरेर देखाएँ चाहिँ हेयर कलर ल अब चाहिँ अब कलर चेन्ज गर्ने हो मेरो हेयर कलर चाहिँ थ्याङ्क यू दिदी राम्रो देखिया छोटो क्यामेराले पछाडि कस्तो देखाउँछ मलाई नरिन यहाँ अगाडि यहाँ सिन जस्तो पारेर बेला अलिक भएन अच्छा मरेँ म अरू दिदीको चाहिँ कलरिङ हुँदैछ अब मेरो नाच माउट्रन है ल दिदीको चाहिँ कलर गरेर सकियो ल अब चाहिँ मेरो टर्न युज गर्ने होइन त्यसले गर्दा ट्रिटमेन्ट हुन्छ भिटामिन किन एकजना नानी काम गर्न हाम्रो दिदीले सटेर खुट्टामा जाँदै सुकाउनु चिलमा चिल लाग्नु लाग्यो जस्तो हुने कपाल चलाएपछि मेरो चाहिँ कलर गर्दा त्यति ह्याट कस्तो खाले तपाईँको चाहिँ इङ्ल्यान्डको ब्रिटिस ह्याट मेरो चाहिँ के खालको ह्याट हो यो बुझ्नु ल पक्का भयो अब चाहिँ म चाहिँ मोबाइल चार्ज गर्दैन राम्रै छ त के म अनि दिदी चाहिँ यहाँ कलर निस्किनु पर्यो नि त त्यसको लागि वेट गरेर बसिरहेको छौँ अब तातो त भइरहेछ त्यहाँ आँखा खोल्न सक्नु नानी हो अथा नि म त एनी टाइम जिम्मा गरेर बस्छु अहिले उठाउँछ अहिले चाहिँ मैले सक्छु भने चाहिँ म पनि ट्राई गर्छु भने त हेरिँदो रहेछ त आनन्द होइन आनन्द लाग्छ नि त त्यो आँखामा पानी छेपे चाहिँ गरेर चिम्मै गरेर बसिरहेको थिएँ गुली 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 होला गाह्रो छ यहाँ राम्रै हुन गाह्रो हाम्रो दिदी चाहिँ अझै के दिदी फोनमा बिजी हो भने के साह्रो फोनमा झुन्ड्या तपाईँको उता हेर्नु कस्तो फिल भइरहेको अब टाउको नआएपछि भन्नु त How you feeling? बहिनीसँग उता कपाल कलर गरेर कस्तो भइरहेको कस्तो अनुभूति भयो कपाल कट गर्नुभयो अझ दिदी बहिनीले दिदी बहिनी कतिको ल्याएको छु मेरो भएन भएन तपाईँको राम्रो भएन के भन्ने ब्याडै हो कपाल गयो कपाल गयो अरे ल हाम्रो दिदीको यो कलर हाम्रो दिदी बहिनी अब राम्रो भने पनि लक्ष्मी गरा दिदी बहिनी हाम्रो रेडी छ मेरो चाहिँ अझै कलर निस्केन मैले पठाएको थिएँ दाइलाई हाम्रो चाहिँ नास्ता आयो नास्ता होइन चिया क्रेभिङ खटी होइन मिठो है ल अब चाहिँ मेरो यो कलर वास गर्नुको लागि वास गर्ने अब सबै लाग्यो तपाईँको के ए लाग्यो भयो छोडिदिनु जाँदैन धुँदा पछि ए भयो छोडिदिनु सबैले अलिकति मात्र ढ्याप्प नबस्ने दिदीले पुरा सिल्भर फोइलले ऱ्याप गरिदिनु यहाँ टुकटुक गरेर हुक्का बनाउँदै सिल्भर
वास गर्दैछु अब दिदीको चाहिँ वास गर्न पर्छ कि पर्दैन नि पानी मात्रै हो लास्टमा वास गरेर आफू लडिरहने अरूले टाउको चलाइदिने मसाज गरिदिने त्यो मसाज गरिदिने हात मसाज गरिदिने टाउको मसाज गरिदिने आनन्द आउँछ नि कपाल चलाउनु आनन्द आउँछ मलाई त खुट्टा दुख्ने भएर होला खुट्टै मालिस गरेको मजा लाग्छ मेन टाउको चाहिँ निन्द्रा लाग्छ कि है स्ट्रेस फ्री नानी अब हजुर स्ट्रेस फ्री के अरे स्ट्रेस फ्री भनेको कि कपाल काटे कसरी कपाल काटे मसाजले भनेको कि स्ट्रेस पनि आजबाट नेगेटिभ एनर्जी मबाट कट अफ भयो है जति पनि मेरोमा अरूको कस्तो कारणले मलाई नेगेटिभ भाइब्स आउँथ्यो अब नेगेटिभ एनर्जी कट अफ अब चाहिँ नानीको स्याम्पू यो चाहिँ स्याम्पू लगाउने बेलामा मुन्टै दुइसक्यो यस्तो न अलि माथि उठाउन मिल्ने न अलि तल झार्न मिल्ने कि त्यो कस्तो अल्टो ठाउँमा राख्नुपर्छ है पहिलाको कलर गएन क्या यसो त उयो त्यस्तो नभन्नु न तल चाहिँ अलिक उस्तै छ त्यो लगा नानीलाई चाहिँ अनि ड्राई गर्नु कस्तो पर्छ मजा भइरहेको हाउ यु फिलिङ चेन्ज हुन मन चाहिँ चेन्ज हुन लुक्स उयो छ अब हेर फाइनल लुक पछि ओके वास भयो ओके मलाई पनि त्यस्तै लागिरहेको छ अगाडि ठिकै हो पछाडि चाहिँ अब ट्राई गर्नु अब हेरेपछि थाहा हुन्छ स्याम्पू स्याम्पो ट्रिटमेन्ट नि पछि ट्रिटमेन्ट हो के भयो टाइममा मेरो पनि ट्रिटमेन्ट गरे होला तपाईँको त होइन नि त कलरले हेर्न कस्तो राम्रो देखिसक्यो मलाई त अहिले कलर चेन्ज भएर कि कलर के? मैरो भएको सधैँ चाहिँ बिसार लाग्थ्यो भयो भने कुनबाट बेसा लाग्छ मैले पनि मैले जाम भन्छु आज म जङ्गेर जाम भने धेरै रिजन छ आउनुको अनि ड्रास्टिक चेन्ज लाइफै चेन्ज हाने क्या बाटै डिरेक्सन चेन्ज गरेर क्या के आनन्द त्यो कपालले यसो बडीमा टच हुँदा तर मैले काट भनेर त कति भन्नु यहाँ सधैँ मेरो लागि राम्रै गर्छ तिम्रो एउटै हो कस्तो देखेको यत्रो गाला योवाला मलाई काट पनि मन पर्दैन नि भन्दा कि तपाईँले के गर्दै गर्छ बस्नु भएको चाहिँ ल फाइनल लुक्स मैले चाहिँ डार्क ब्राउन गरेको बट आई डोन्ट नो हल्का एल्लो एल्लो छ तर कलर चाहिँ चेन्ज गरेको हो यो मेरो अनि नयाँ हेयर स्टाइल हेयर कट हाम्रो दिदीको यता भइरहेछ अन्त दिदीको पनि कलर चेन्ज हेयर कट होइन पहिलाको मुक्तिनाथ जाने बेला जस्तै देखिन्थ्यो मुक्तिनाथ जाने बेला जस्तै देखिन्थ्यो ल अन्त के भन्नु देखिन्न मैले चाहिँ नाम गर्दैन नाम छेउ स्मेल आउँछ लास्टै कपाल चाहिँ लास्टै छोटो भयो पहिला चाहिँ यहाँ आउँथ्यो स्मोकिङको त्यो उसले बेला बेला त कस्तो नराम्रो नसा गरिन्छ नि
हो एकचोटि त्यो सिस्टममा हुँदाखेरि के त्यो होटल थियो नि त अनि त्यहाँ झरे होइन त्यो चुरोटको चाहिँ लास्टैवाला स्मेल आएको थियो है त्यस पछाडि त 1-1.5 घन्टा पछाडि त माथि गएपछि त त्यो चुरोटले पुरै केही नचलेको मैले नम्बर चाहिँ यस्तो स्ट्रङ हुँदैछ न होइन यो त यहीँ नजिक भएर आउने भनेको कम्प्लेन नम्बर पहेँलो होइन हो कालो पनि होइन के अरे दिदी पहेँलो होइन हो पहेँलो निस्क्यो पहेँलो निस्किँदैन पहेँलो हेर्नु नपरोस् भनेर कलर चेन्ज गर्न आएको दिदीको त अर्कै हामीले अलिक धेरै लाइटै रोजिसक्यो कि मैले त भने तँलाई डार्क भनेको थिएँ नि त धेरै नै कालो हुन्छ नानीहरू हेर्न त्यो मैले त कालो खासमा त मैले कालै गर्छु भनेर आएको कि दिदी धेरै पहेँलो एल्लो भएको भएर दिदीले हो कि धेरै हुन्छ अनि मलाई नि अनि अँदा नि अब यस्तो गोल्डन गरिरहेको मान्छे पहेँलो कपाल फेरि कालोलाई चाहिँ के गर्ला र भनेर नि मैले मेरो त गोल्डन गराएको थियो भएन तपाईँको त बुटक्सले चेन्ज गरिदिएको कलर सुक्न तपाईँको कलर यस्तो राम्रो आउँछ बुटक्स तपाईँको त त्यही भएर मैले सल्लाह दिएको थिएँ कलर नगर्दै गर्दा नि बुटक्स त्यसलाई के हल्का लाइट दिन्थ्यो त्यो मैले त्यस्तो कलर हालेर बुटक्स गर्दाखेरि होइन ठिकै एक छ सौ आठ होइन भनेर मेरो त्यतिखेर तपाईँको कलर छैन नि त कति भएको थियो नि कलर नगर्नु भएको त्यस्तो मात्रै तपाईँको त अलरेडी पहिले पहेँलो थियो नि त पहेँलो नै निकालिदिन्छ कि तपाईँको अलरेडी पहेँलो थियो होला अनि हल्का फेड गराइदियो हात भयो भ्यायो राम्रो आछ दुइटैको गरेको अहिले चाहिँ ल हामी चाहिँ सक्यो फाइनली हाम्रो चाहिँ ल सकेको अब चाहिँ ल दिदीको र मेरो चाहिँ सक्यो अनि दिदीले ल धन्यवाद दिदी गुड नाइट फेरि फेरि आउँदै ल रातै पऱ्यो आज उज्यालोमा आएको रातै पऱ्यो हाम्रो स्कुटर यहाँ आइपुगेर बसेको छौँ हामी कति हामी 2:30 बजीतिर आइपुगेको एउटा चियाको मान्छेहरू न महानगरपालिकाको मान्छे आएर भागाभाग भएको यतिखेर होइन सबैजना दिदी हाम्रो दिदी तारादेखिलाई गइदिउँ भागाभाग होइन गाडी आउँदो रहेछ त्यसरी महानगरपालिकाको त पुरा भागाभाग पैसा दिनु भएन छोडिदिनु अब अनि त्यतिकै यदि जाबु खेल्नु भन्नु त अलि 1 मिनट लेट भयो भने सबै फालिन्छ महानगरपालिकाले अनि कहाँ छ भाग 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 भन्यो है मैले के महा भनेर हेर्छु त महानगरपालिकाको गाडीले हेयरबाट हल्का डिसएपोइन्टेड भएको थियो कलरबाट किनभने हामी सेम कलर भनेर गएको डार्क ब्राउन अब पहिलाको कलरले गर्दा चाहिँ त्यो कलर निस्केन सो पुरा डिसएपोइन्टेड अनि हामी हाम्रो दिदीले मन ट्याप गर्नुभयो महानगरपालिकाले गर्दा हामीलाई हल्का प्रफिट भयो लेमन दाइलाई पैसा दिनुहुन्छ हात राख्दै पनि मिलेन कि स्टार्ट गर्न हल्का ढिलो भयो होला नि र हामी यहाँबाट चाहिँ अब खाजा खान जान्छौँ हामीले चिया बाई केही खाएको छैन 3 बजीदेखि आज काटी रोल खान जाने त्यहाँनिरको काटी रोल खान जाने चिकन काटी रोल ल हामी आइसकेको छौँ काटी रोलमा कति रोल बनेको कति रोल चिकन यहाँनिर एउटै हो कि जहाँ बसे पनि हाम्रो लागि यहाँ 2टा बन्दैछ ल हाम्रो काटी रोल आइसकेको छ चिकन काटी रोल जस इन्जोय अब मुड अफ नगरी खानु
समय पनि खाना आउँछ हाम्रो हाम्रो दादाले अझै मुला भयो खाजा पनि नदिन्छ दुनियाँबाट चिसो लाग्यो यति नै हो हाम्रो हामी खाएर निस्किसक्यौँ अब यहाँबाट घर जाँदैछन् जो आज हाम्रो जुन चाहिँ पार्लरमै बित्यो त्यही हो आज चाहिँ हामी दिदी बहिनीले देखिसक्नु भयो पार्लरमा कलरले गर्दा हल्का अप्सेट छौँ अब दिदीहरूको पनि गल्ती त होइन अब हामीले नै कलर त्यति निस्केला भनेर के अनुसारले चाहिँ गऱ्यो नि त त्यस कारण हाम्रो दुध त झन् एकदम उदासी पुरो हुनुभएको छ अब समटाइम्स हुन्छ केही भएन त्यति पोजिटिभ चाहिँ आयो त्यति गुड नाइट सबैजनालाई रात पनि भइसक्यो हामीलाई घर जान ढिलो भइसक्यो सी वान माई नेक्स्ट लाइफ लभ यु अल Thanks for watching.